खानदानी व्यापारी भएको अवस्थामा यो साइनले तपाईँलाई अरबपति बनाउने गर्छ। यो त्यो खालको शक्तिशाली साइन मान्ने गरिन्छ। यो भाग्यरेखाले कमाएको सम्पत्ति तपाईँको जसरी कमाउनु भएको छ त्यसरी जाने गर्छ। तपाईँ कुनै पनि हालतमा कुनै पनि तरिकाले अरबपति बन्नुहुन्छ या त्यो लेभलको जानुहुन्छ। भाग्यरेखा भन्दा या त भाग्यरेखाको लेभलमा छ भने मात्रै तपाईँ करोडपति बन्नुहुन्छ, करोडौँ पैसा कमाउने यो रहन जान्छ। नमस्ते, राधे राधे। तपाईँको हातमा पनि एक्सको साइन छ। यहाँनिर हेर्न सक्नुहुन्छ, मैले देखाए जस्तै यस्तै खालको तपाईँको हातमा पनि एक्सको साइन छ भने के हुन्छ त? तपाईँको हातमा भएको एक्सको साइनले धेरै अर्थ दिने गर्छ। कुनै एक्सको साइनलाई शुभ मानिन्छ र कुनै एक्सको साइनलाई अशुभ मान्ने गरिन्छ। आउनुहोस्, कुन साइन शुभ हो र कुन एक्सको साइन अशुभ हो त? तपाईँको हातमा पनि पक्कै एक्सको साइन हुनैपर्छ। यदि छ भने यो भिडियो पुरा हेर्नुहोला, तपाईँले सबै कुरा थाहा पाउनुहुन्छ। एक्सको साइनले व्यक्तिलाई अरबपति बनाउँछ कि रोडपति बनाउँछ कि तपाईँ अरबपति बन्नुहुन्छ कि बन्नु हुँदैन भन्ने कुरा यसले मजाले छर्लङ्गै थाहा पाउनुहुनेछ। सबैभन्दा पहिला अशुभ एक्सको साइन बारेमा जानकारी दिन्छु मैले। त्योभन्दा अगाडि धेरै कुरा थाहा पाउनुपर्छ। यसलाई भनिन्छ हृदय रेखा अर्थात् हार्ट लाइन। यसलाई भनिन्छ मस्तिष्क रेखा अर्थात् माइन्ड लाइन। अझ क्लियर बनाउँछु मैले। यसरी गएको रेखालाई मस्तिष्क रेखा भन्ने गरिन्छ अनि यो रेखालाई भाग्य रेखा भन्ने गरिन्छ। यो अत्यन्तै शुभ साइन मान्ने गरिन्छ। अब यही भाग्य रेखामा एउटा रेखाले यसरी काट्यो भने यसलाई भनिन्छ एक्सको साइन भन्ने गरिन्छ। यो प्रायको हातमा देख्न मिल्छ। अब यो एक्सको साइन किन नराम्रो मानिन्छ त कुनै कुनै कन्डिसनमा? ल मानौँ तपाईँको भाग्य रेखा यसरी अगाडि गएको छ, अत्यन्तै शुभ, र यहाँनिर यसरी काटेको लाइन बनेको छ, यो पनि अत्यन्तै शुभ मानिन्छ। तर यहाँनिर यो लाइनले टच गरेको हुन पर्यो र यो लाइनले पनि टच गरेको हुन पर्यो। अब यदि यस्तै क्रसको साइन बनेको छ भनेको त तपाईँको राम्रो भयो, तपाईँ करोडपति बन्नुहुन्छ, नो डाउट। तर यदि यो रेखा यसरी बाहिरतिर निक्लेको छ, यसरी बाहिरतिर निक्लेको छ, अर्थात् म हजुरलाई अर्को कलरले दिन्छु, यसरी बाहिरतिर निक्लेको छ, यसरी गएको छ भने यस्तो खालको एक्सको साइनले तपाईँलाई ठुलो लस दिने गर्छ। तपाईँ करोडपतिबाट रोडपति हुन बेल लाग्दैन। त्यो खालको खराब साइन हो यो। यति खालको बाहिर निक्लेको छ भने पनि, या त थोरै यसरी निक्लेको छ भने नि यसले खराब गर्छ हजुरलाई। यो भनेको तपाईँको लस हो। 20% लस बेहोर्नुपर्छ यस्तो खालको साइन भयो भने, यति निक्लेको अवस्थामा छ भने पनि। यो त्यसरी पनि राम्रो मानिँदैन। अर्को कुरा, यदि यो एक्सको साइन, ल मानौँ यहाँबाट गएको भाग्य रेखा यो टाइपको मसिनो टाइपको अगाडि गएको छ, ठिक, र अर्को एक्सको साइन जो काटेको साइन छ त्यसको मोटाइ यो लेभलको छ, अर्थात् भाग्य रेखाभन्दा मोटो काटेको तिर्सो रेखा छ, र यो रेखाले केही गर्न पर्दैन, यस्तै टच भएको छ भने पनि यो रेखाले करोडौँमा लस दिने गर्छ। 100% ढुक्क हुनुहोस्, तपाईँको लस हुन्छ। कुन ठाउँमा काटेको छ, कुन समयमा काटेको छ हेर्नुपर्छ। प्रायः जस्तो यस्तो साइन 40 देखि लिएर 45 को अराउन्डमा काट्ने गर्छ। यस्तो छ भने तपाईँ 100% लसमा जानुहुन्छ। ढुक्क हुनुहोस्, रोडमा ल्याउन बेर गर्दैन यो क्रसको साइनले। त्यस्तै यदि अब यो क्रसको साइन यसरी अगाडि गयो, अझ सानो बनाउँछु म यसलाई, हैन, अलि सानो बनाऊ। यसरी अगाडि गयो भाग्य रेखा र सेम लाइनले काटेको छ यसरी, तर यो लाइनलाई टच गरेको छैन र माथिको लाइनलाई पनि टच गरेको छैन, अर्थात् यो बिचमै सिद्धिएको छ भने यो रेखाले झन् ठुलो तपाईँलाई लस बनाउने गर्छ। यो पनि क्रसको साइन तपाईँको लागि राम्रो होइन, यसले तपाईँलाई डुबाउँछ भन्ने कुरा बुझ्न पर्यो। अब म राम्रो पक्ष पनि देखाउँछु हजुरलाई। अब आउनुहोस्, कस्तो अवस्थाको क्रसको साइनले तपाईँलाई भाग्यमानी बनाउँछ त भन्ने कुरा। अब सेम केस, यो भयो तपाईँको माइन्ड लाइन, यो भयो तपाईँको हार्ट लाइन। अब यहाँबाट गएको भाग्य रेखा छ, या यहाँबाट जाओस् या नजाओस् मतलब भएन, यहीँनिरबाट गएको भयो भने भाग्य रेखै हो यो। यसरी अगाडि गयो र यो लाइनलाई टच गरेर यसरी तलतिर गएर यो लाइनलाई टच गरेको छ, बाहिर पनि गएको छैन, यता पनि गएको छैन भने यो साइनले तपाईँलाई 100% करोडपति बनाउँछ। तर के हुन पर्यो भनेपछि यो भाग्य रेखा भन्दा यो साइन पातलो हुन पर्यो। यो साइन मोटो हुन भएन, यो साइन पातलो छ भाग्य रेखा भन्दा, या त भाग्य रेखाको लेभलमा छ भने मात्रै तपाईँ करोडपति बन्नुहुन्छ, करोडौँ पैसा कमाउने यो रहन जान्छ।
र ठिक छ बराबर लेभलमा छ, पातलो छ र टच गरेको छ भने यसलाई अत्यन्तै राम्रो मानिन्छ। र यो सँगसँगै कतै पनि यहाँनिर यस्तै फिस साइन बनेको छ, यस्तै फिस साइन बनेको छ भने यसलाई भनिन्छ अत्यन्तै शुभ साइन। यस्तो खालको फिस साइनले तपाईँलाई बनाउँछ करोडपति। यस्ता व्यक्तिहरू अत्यन्तै लक्की हुने गर्छन्। करोड होइन, यदि व्यापार रेखा अझ यस्तो खालको व्यापार रेखा छ, पुरा सिधा छ, टच गरेको छ भने त यस्ता व्यक्तिहरू अरबपति बन्न बेर लगाउँदैनन्। यस्ता व्यक्तिहरूले फेरि व्यापार गरेकै हुन पर्यो, जब गरेको हुन भएन। त्यो कन्डिसन छ भने यिनीहरू अरबपति बन्न पनि बेर लाग्दैन। र अर्को कुरा के हुन्छ, एउटा खानदानी व्यापार पनि हुने गर्छ। कतिपयको बुवा जिजुबुवा यदि खानदानी व्यापारी हुनुहुन्छ भने उहाँहरूको हातमा यदि यस्तो खालको क्रसको साइन छ भने यो इन्भेस्टमेन्टको लाइन मान्ने गरिन्छ। यो इन्भेस्टमेन्टको लाइनले यदि खानदानी व्यापारी हो भने यस्ता व्यक्तिहरूले अथाह धेरै सम्पत्ति कमाउने गर्छन्। जो खानदानी व्यापारी नभएको अवस्थामा यो खालको साइनले यदि तपाईँलाई करोडपति बनाउँछ भने खानदानी व्यापारी भएको अवस्थामा यो साइनले तपाईँलाई अरबपति बनाउने गर्छ। यो त्यो खालको शक्तिशाली साइन मान्ने गरिन्छ। मैले धेरै कुराहरू पनि हजुरलाई भनेकै छु, तर यहाँदेखि माथि जानुभयो, माथि जानु ठिक छ बरु, तर तल त जानु हुँदै भएन। माथि पनि गएको राम्रो मानिँदैन। र यो साइन सँगसँगै यदि यो शुभ साइन यो तलतिर गएको छैन, माथि गएको छैन र यहाँनिर यस्तो खालको फिस साइन बनेको छ भने त मैले सिधै भन्छु तपाईँ कुनै पनि हालतमा कुनै पनि तरिकाले अरबपति बन्नुहुन्छ या त्यो लेभलको जानुहुन्छ, नो डाउट त्यो लेभलको साइन मानिन्छ करसको साइनलाई। कसैले यसलाई नेगेटिभ वेले पनि हेरेको पाउँछु मैले। कतिपयले भ्युजको लागि पनि धेरै कुराहरू नजानेर पनि करसको साइन भनेको पाइन्छ हैन। यो करसको साइनको पनि अब के कारणले गर्दाखेरि यसलाई यति बहुमूल्य मानिएको र के कारणले गर्दाखेरि यति नराम्रो मानिएको भन्ने कुरा पनि बुझ्न पर्यो। के हुन्छ भने कुनै पनि साइनको एउटा अर्थ हुने गर्छ, कुनै पनि साइनको एउटा पलाउने ठाउँ हुन्छ र कुनै ठाउँमा गएर रोकिने एउटा ठाउँ हुन्छ। यो साइन पनि यदि यहाँबाट टच भएर अगाडि गएको छ र यहाँनिर टच गरेको छ भने यहाँनिरबाट आउने ऊर्जा, तलतिर आउने ऊर्जा यहीँनिर गएर अन्त्य हुन्छ। यिनी दुईवटा रेखामा घुम्ने हुन्छ, वरपर घुमिरहने खालको स्थिति रहन जान्छ। जसले गर्दाखेरि यहाँबाट आएको जो ऊर्जा, जो तपाईँको जोस जाँगर हुन्छ, काम गर्नप्रति लागेको पैसा हुन्छ, त्यो पैसा घुमिफिरी तपाईँ कहाँ आउने गर्छ। यसलाई लस मानिँदैन। फेरि यो घुमिफिरी कसरी आउँछ भन्ने कुरा पनि आउला। यसको र यसको अर्थ छुट्टै छ। अहिले फेरि यो भिडियो बनाउन थाल्यो भने धेरै लामो भिडियो बन्ने गर्छ, जस कारणले गर्दा मैले फेरि सिधा के भन्छु भने यदि तपाईँको यिनी टुप्पाहरू कतै न कतै कुनै न कुनै रेखासँग टच छ भने तपाईँ लसमा जानु हुँदैन। यदि यिनी कुनै पनि टुप्पाहरू तपाईँको कुनै पनि रेखाले टच गरेको छैन भने तपाईँ टोटली लसमा जानुहुन्छ भन्ने कुरा बुझ्न पर्यो। अर्को कुरा पनि सिम्पल तपाईँलाई जानकारी दिन्छु। यदि भाग्य रेखा मात्रै छ तपाईँको हातमा र कुनै पनि यहाँनिर टच छैन, यति बिचमा मात्रै छ, तल पनि छैन माथि पनि छैन, यति बिचमा मात्रै छ भने यो भाग्य रेखाले कमाएको सम्पत्ति तपाईँको जसरी कमाउनु भएको त्यसरी जाने गर्छ। यसलाई पनि त्यति राम्रो मानिँदैन। आशा छ मैले बुझाउन खोजेका कुराहरू हजुरले बुझ्नुभयो होला। बुझ्नु भएको छैन भने पनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुने नै छ। आउने भिडियोमा हजुरलाई अझ बेटर राम्रो भिडियो लिएर आउने नै छु। अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर साथ दिनुहोला। नमस्ते, राधे राधे, शुभ दिन, शुभरात्रि।